मेरो नाम श्रीधर पोखरेल हो। म ठाकुरद्वारा गाविस पुरानो गाविस चिन्नुहुन्छ होला। अहिले ठाकुर बाबा नगरपालिकाको वार्ड नम्बर 9 ठाकुरजीको मन्दिरको नजिकै बेतनी भन्ने ठाउँमा बस्छु। मेरो ठेगान दाङमा जन्मे पनि सानैमा मेरो घर परिवार 40 सालदेखि म यहीँको स्थायी बासिन्दा हुँ। मेरो पेसा चाहिँ मैले यो पर्यटनमा टुरिज्ममा काम गर्छु। मेरो सानो रिसोर्ट पनि छ। म यो जङ्गलहरूमा काम गरेको मान्छे पनि हुँ। जङ्गलमा काम गर्थेँ। यो विदेशीहरूलाई यो भनेको यस्तो भनेर पढाउने काम मैले गर्थेँ। त्यही भएर यो पर्यटन, यो टुरिज्म, टुरिस्टको कुरा र यो वन जङ्गलको कुरामा मलाई अलिकति बढी ज्ञान छ। अरूभन्दा त्यो कुरामा मेरो विशेषज्ञता छ। मेरो आफ्नो आर्थिक कुराले अब पढाइको कुरामा मैले कानुनको विषयमा कानुन पढेको छु। नेपालगञ्ज बहुमुखी महेन्द्र बहुमुखी क्याम्पस भन्ने ठाउँबाट मैले कानुनबाट पढाइ मेरो त्यो पढाइको लाइन। तर पढाइ र मेरो गराइ चाहिँ अलिकति फरक भएको छ। कानुन पढेर यता पर्यटन व्यवसाय चलाएको। व्यावसायिक रूपमा म ठिकै छु। म सफल नै छु। मलाई सफल व्यवसाय भन्नुहुन्छ। मसँग 8-10जना स्टाफहरू चल्नको लागि गाडी घोडा पनि छ। तर पनि म फेरि यता मलाई राजनीतिमा किन आउनु पर्यो भन्ने कुरामा अब त्यो भन्नै पर्दैन। अहिले भर्खरसम्म सबै असन्तुष्टि, अहिलेसम्मको देशको परिस्थिति, हाम्रा बालबच्चाहरूको चाहना जस्तो हिसाबले देश गएन। भ्रष्टाचार सबभन्दा मौलायो। देशमा बेफिती भयो। सबैभन्दा ठुलो कुरो गर्ने भने बेफिती भयो। फिती नै भएन। नीति नियम सही तरिकाले लागू भएन। यो यस्तो भएको हुनाले सम्पूर्ण हाम्रा दाजुभाइहरू अहिले जे हिसाबले विकास भइरहेको छ, जुन गतिमा हिसाब भइरहेको छ, जुन पाराले विकास भइरहेको छ, त्यो ठिक तरिकाले भइरहेको छैन। हुनुपर्ने गतिमा भइरहेको छैन। हामी जस्तै सँगसँगै नेपाल र अरू देश सुरुवात गरेको, आज हामी नेपाल कुन ठाउँमा छौँ, हाम्रो जीवन अवस्था कस्तो छ र बाहिरको देशहरूले कति माथि पुगे। आज हाम्रा छोराछोरी यहाँ बसोबास, जति सम्पत्ति भए पनि जे भए पनि यहाँ बस्न नमान्ने, अनि सर र बाहिर चाहिँ लाखौँ करोडौँ रुपियाँ खर्च गरेर भए पनि, चोर बाटोबाट भए पनि बाहिर जान लागे। यसको अर्थ के हो भने बाहिरको देशले राम्रो बनाइसक्यो, हामी पछाडि परिराख्यौँ। हामीसँग अपार सम्पत्ति छ, जलस्रोत छ। तपाईँहरूलाई त्यो भन्नै पर्दैन, धेरै भाषण नगरौँ। यस्तो राम्रो उर्वर भूमि छ, यस्तो स्वच्छ बागुखा छ, यस्तो जङ्गलहरू छ। सबै सम्पत्ति हुँदाहुँदै पनि हामी किन गरिब बन्यौँ त? सबै चिज हुँदाहुँदै हामी किन गरिब बन्यौँ? जहाँ मरुभूमि मात्रै भएको अरबियन देशहरू, कतार, दुबई, जहाँ हामी काम गर्न जान्छौँ, तिनीहरूले त्यस्तो राम्रो बनाउनु, हाम्रो किन भएन? यो सोचाइ तपाईँभित्र पनि छ र त्यो मैले पनि महसुस गरेपछि अब भएन। अब मेरो आफ्नो जीवनको केही समय आफ्नो त पुगेको थियो, तर पनि भएन। अब समाजको लागि केही गर्न सकिन्छ कि भनेर म पनि भित्रदेखि अब भएन भनेर म लागेको हो। यो राति पार्टीमा लागेको। म पार्टीको हिसाबले आजभन्दा 3-4 वर्ष अगाडि नै, योभन्दा पहिलो निर्वाचनमा 21जना सांसद र बिलामी खानेज्यूहरूलाई नै जिताउँदाखेरि नै, त्यतिखेरदेखि नै म राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बनेको थिएँ, काम गरेको थिएँ, जिताउन लागेको थिएँ। त्यसपछि मैले ठाकुरबाबा नगरपालिकाको नगर सभापतिको हिसाबमा पनि 3 वर्षसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको नगर सभापति भएर काम गरेको थिएँ।